लाएर आउनु पनि सम्झिन्छ के भन्नु भने 80 काटेर अब निकै टाढो पुग्यो र यो अब रातिको हिजो दुःख दियो भने कति के भयो कसो भयो एकदम हामी खुसीसँगले चार पावरालाई बिताइने र आफूहरूलाई पनि आफूहरूको बेलामा पनि कति असुविधा भयो होला अब यसरी नै माफै गर्नु किनभने अब रुख बिर्सेको लहरा हामी जात बिर्सेको रीतिरिवाज अब यो कतिवटा यो थारी भएर हामी अब जान्नु त के जान्दैन रीतिमा त पुरापुरी रीतिभातीमा त हामी छेड्दैनौँ तर पुर्खौलीले भनेको छ कुटुम्बको गजा कुटुम्बमा गएको गोरोमा त त्यहाँ देखाउनु पर्छ त्यो एउटा नियम छ भन्थ्यो हजुरहरू तर अब अहिले त कति अब चार पावामा त आधी पावा मात्रै छ जस्तो लाग्दछ सन्धि साहेबहरू रीतिभाती पनि किनभने हाम्रो याक्तुम्बहरूको आफूहरूको त छ नि रीति तर त्यसलाई पनि हामी रीतिलाई पुरापुरी नगरेर पनि एउटा रीति गरेर चाहिँ छिर्नु पर्दैछ के गर्नु हजुर र अब हामी अब के जान्दछौँ र रीति गर्ने अब उहिले पिता पुर्खाको नियमलाई पालन गरेर ल्याउँ भने त धेरै समय जान्छ फेरि त्यो रीतिरिवाजको बात गर्दा गर्दै रात चार पार रात बित्ने गर्ने फेरि आदि त राख्नुहुन्न होला त्यो भन्दै पनि आफूहरूलाई यही छ र छोरा हाम्रो छोरा बुहारीलाई तपाईँहरूको छोरी ज्वाइँलाई राम्रोसँगले परम्पराको आशीर्वाद चाहिँ दिनुहुन्छ कि भनेर हामी राखिदिएका थियौँ र बिदाबारी पनि माग्दैछौँ कति अब बिचराहरू दुःख पायो होला काम कार्य काजी गर्नेहरूले र उनीहरूलाई पनि हामी धन्यवाद दिन्छौँ उहाँबाट पनि हामी माथि माग्छौँ हामीलाई खुवाई पी गरेर मजाले चार पावरहरूलाई गीताकोमा हामी धन्यवाद दिँदैछौँ र हामी दुईवटा कलियाको तर्फबाट चाहिँ र यही छ भनाइ यसको लागि चाहिँ कतिवटा के छ भन्यो भने यसो सम्झाइ बुझाइदिनु र के गर्नु सम्झि साहेब यस्तो अब तपाईँहरूले होइन हामीले होइन उनीहरूको माया मोहले गर्दा तपाईँहरू को हामी को चिनेर देखाएपछि माया मोह भयो अब परम्परा हाम्रो मेरो यस्तो कालिम्पोङको सन्धि भेटेपछि अब कति राम्रो एउटा गर्वको कुरा हुन्छ र यसरी हामी लाख लाख रुपियाँको सगुनहरू राखेर चाहिँ धेरैपल्ट यसरी भेटघाट हुनु पऱ्यो नराम्रो कार्यमा चाहिँ कोही भेटघाट नपऱ्यो भन्ने छ त्यो चाहिँ कि कसो होला यसो पुऱ्याइदिने पनि दुई चारवटा भनिदिनुहुन्छ कि दाजुले भन्नु साहब अब तपाईँले बिदा माग्नुभयो साँच्चै नै राख्नु पनि सकिँदैन हो कि तपाईँहरूको आज हाम्रो बाध्यता हुन्छ हाम्रो एउटा व्यवस्थाले गर्दा भोलि जति तपाईँहरू जति आउनुभएको छ बेहुलाई त सही सलामत घरसम्म पुर्याइदिनु पऱ्यो तपाईँहरूको एउटा तपाईँहरूको कर्तव्य भन्छ त्यस कारणले हामी यो तपाईँले भन्नुभएको त बिदा माग्नु भएको चाहिँ हामी एक्सेप्ट गर्छौँ है बिदालाई गर्छौँ बसिदिनुहोस् र हामी अब छोरी ज्वाइँ हुनुहुन्छ हामी सबै परिवार छौँ अनि उताको पक्षमा आमा बाबा हुनुहुन्छ सबैजनालाई हामी भित्र हाल्नु सकेनौँ है सानो कोठा कारणले विशेष गरी हाम्रो एउटा मङ्गल जातिको नियम रीतिअनुसार छोरीलाई घरबाट बिदा दिनै पर्ने हुन्छ है छोरी चाहिँ गइसकेपछि हाम्रो कुलपितृबाट पनि उहाँलाई एउटा कुलपितृलाई पनि हामी बिदा दिनुपर्ने हुन्छ है त्यसले गर्दा हामी आज एउटा बागदाता बोल्नु पर्ने बागदाता कसरी बोलिन्छ छोरी चेलीलाई चाहिँ कुलपित्रबाट चाहिँ छैन आजदेखि भन्नुपर्ने हाम्रो कर्तव्य हुन्छ र अब उहाँ चाहिँ अर्को कुलमा लाग्छ उतैतिर हुन्छ भन्ने पनि एउटा बाध्यता छ। त्यसले गर्दाखेरि त्यस विषयमा अनि के छोरी ज्वाइँले पनि कसरी के बुझ्नुपर्ने हो के कसो हुनुपर्ने हो र छोरी ज्वाइँको पनि के कर्तव्य हुन्छ भनेर बागदाता सँगसँगै अलिकति सुझाउ राख्नुहुन्छ हाम्रो गुरुदेवले र त्यो बागदातासँगै धेरै
हिजो उल्टा बस्छ हिजो त्यसरी बस्नुपर्छ आज बस्छ हिजो उल्टा बस्छ मैले अब भनेदेखि के गर्नु ठिक लाग्यो सुन्नु गरिहाल्यो अन्त आज सुत्ता बनाउनु पर्यो नि अहिले एकछिन बस्छ भयो हो सबै अब यो हिजो सुन 26 तारिकको क्यामेरा राख है कसैले भिडियो शुभ लगन शुभ लगन अब यस घरमा जुरेको थियो है यो पिठाकोटी परिवारमा है अब हाम्रो मामाको घर मेरो साइड हो र मामाको घर अनि अब शुभ कार्य शुभ लगन जुरेको थियो र अब यो एकदम राम्रो हो एक परिवार अब दुई परिवार भएको छ एउटा साइनो दुईटा साइनो भएको छ होइन र हिजोसम्म अलग अलग थियो को थियो तर आज एउटा परिवारमा फुलको मालामा धागोमा फुलको थुङ्गा उनेको जस्तो माला गाँसेर एउटा परिवार भएको छ र अब भन्ने त कि अब यो नियम युगौयुगदेखि एउटा चलेर आएको है अब छोरीलाई हामीले मन नमाने पनि छोरीलाई हामीले दिनै पर्ने होइन अरूको छोरी हाँस्दै हाँस्दै ल्याउनै पर्ने होइन यो त अब रित चलेरै आएको छ होइन यहाँबाट अब छोरी पठाएको होइन छोरी दिएको होइन छोरीलाई माया ममता सधैँ हुन्छ तर यति हो कि अब उहाँको घरमा है अब तपाईँको एउटा थर गोत्र मार्फत परिवारमा दिइसकेपछि आजदेखि चाहिँ जिम्मा अझै ज्वाइँलाई चाहिँ के हो भन्दा आजदेखि चाहिँ ठुलो अभिभारा थपिएको हिजोसम्म चाहिँ अब छोरीको लागि बाउ थियो आमा थियो माइती थियो अब आजदेखि चाहिँ त्यो बाउ भने पनि त्यो आमा भने पनि त्यो माइती भने पनि चाहिँ त्यो एउटा श्रीमान हुन्छ अब चाहिँ जिम्मेवारी चाहिँ झन् ज्यादा बढेको हो दिएको हो मलाई त सबै बसेर दिएको हो जे पाए मेरो हो होइन आजदेखि चाहिँ जिम्मेवारीसँग दिएको हो होइन अन्त आजदेखि चाहिँ अब त्यो बाउले गर्नुपर्ने माया आमाले गर्नुपर्ने माया माइतीले गर्नुपर्ने रक्षा चाहिँ सबै एउटा श्रीमानको हातमा हुन्छ र आजदेखि चाहिँ अब रीतिरिवाज अनुसार है अब एउटा आफ्नो जात जातको संस्कार संस्कृति रीतिरिवाज हुन्छ तपाईँको आफ्नो एउटा परम्परा हुन्छ अब यहाँको एउटा परम्परा अनुसार तपाईँहरू आउनुभयो है तपाईँहरू यहाँको रीत अनुसार बस्नुभयो अब के कसो भयो यसमा तपाईँलाई पनि जन्तीलाई पनि न खानुमा पो असुविधा भयो कि न सुत्नुमा पो असुविधा भयो कि न स्याहार सुसार गर्नेले स्याहार सुसार गर्नेले अब यसमा पनि तपाईँहरू खुसी भएर है हामीले खानु नपाए पनि हामीलाई छोरी दियो हामीले बस्न नपाए पनि हामीले त्यो घरको एउटा गहना चाहिँ हामीलाई सबै दियो भनेर त्यो तपाईँले छोरी पाएकोमा चाहिँ खुसी भएर गइदिनु होला है अब खानु चियापानी नसोधेकोमा भोको तिर्खो नसोधेकोमा है केही ठुलो स्वरमा कराइ पठाएकोमा चित्त नदुखाएर चाहिँ हामीलाई चाहिँ अरू केही होइन त्यो घरको गहना त्यो घरको लक्ष्मी त्यो घरको शोभा हामीलाई दिएर पठायो यसमै चाहिँ हामी खुसी हुन्छौँ भनेर बस्दिनुहोस् होला है अनि अब आजदेखि चाहिँ अब एउटा बागदत्ता छिनाफाना भन्छ है तर अब छोरी दिए पनि माया त हामीले माया पनि मोह पनि सबै काटेर त दिनु सक्दैनौँ माया मोह चाहिँ राखेर होइन एउटा आफ्नो छोरी चाहिँ अब तपाईँहरूको घरमा जाँदैछौँ है अब तपाईँहरूलाई भनेर त दिँदैछौँ तपाईँहरूको जिम्मा भनेर त हुँदैन अब जिम्मा त ज्वाइँको हो किनकि अब उहाँहरू माया पिरती गाँस्यो होला एकअर्कालाई बुझ्यो होला है घर परिवारले पनि ज्वाइँ मन पराएर छोरी दियो है अब ठिकै छ ज्वाइँ राम्रो छ भनेर घर परिवार पनि खुसी भएर लिनुभएको छ यसमा कसैको दुःख मान छैन है अब चाहिँ कसले जान्नु पर्यो ज्वाइँपट्टिको आमा बाउले पनि जान्ने कुरा आएन छोरीपट्टिको आमा बाउले पनि जान्ने कुरा आएन अब चाहिँ दुईजनाको होइन अब चाहिँ दुईजनाको यो चाहिँ कसैको पनि आज आउने भोलिको दिन कल्याणलाई पनि सोधेर गएर भएन किनकि तपाईँ त कुटुनी भएर आएको होइन तपाईँ त एउटा खबर दिनु मात्रै आउनु भएको अब कुटुनी भएको भए पो कुरा मिलाउने तपाईँ भनेर
हुन्थ्यो। अब अहिले त जमाना कुटुनीको गयो होइन, यसो गएर केटी राम्रो रहेछ आऊ भनेर कुरा चलाएर हिँड्ने जमाना गयो। अब त त्यसो गर्दाखेरि त नहुने जमाना भयो। अघि कहिले कहिले मिलिसकेको हुन्छ होइन, मन मिलिसकेको हुन्छ। उहाँहरूको मन मिलेर एउटा जिन्दगी हामीले गरेर खान्छौँ। अब वैवाहिक जीवन भनेको चाहिँ भाँडाकुटी जस्तो होइन होइन, भाँडाकुटी खेल्दाखेरि आज बेहुली होला आज बेहुला होला भनेको जस्तो हुँदैन होइन। अनि एउटा जिन्दगी अब जीविका चलाउँछु एउटा गरेर खान्छु भनेर एउटा वैवाहिक जीवनमा गाँसेको हुन्छ। अब ज्वाइँले पनि जान्नु पर्यो मलाई छोरी दिनुभएको छ, छोरीलाई एउटा सुखमा राख्छु खुसीमा राख्छु भनेर तेल थप्नुपर्ने रहेछ। तेल कम्ती राखेको हो अन्त यो त अहिले हिँड्ने बेला भने सरले त भित्र पसिसक्यो नि अलिकति गाडीमा तेल उयो रात सेतै लाउला त्यही भनेर अब छोरी पनि माइती आउँदा है हातको कोसिली बोकेर आएको राम्रो मुखको कोसिली भन्दा होइन। ज्वाइँलाई पनि आउँदाखेरि जहिले पनि एउटा भगवान् सर अब हाम्रो त है ज्वाइँ पुज्ने जात होइन, हामी त ज्वाइँलाई पुज्छौँ। ज्वाइँ त हाम्रो लागि भगवान् हुन्छ होइन। अब हाम्रो मगरमा हो भने त ज्वाइँ त हाम्रो त पुरै त हाम्रो त भरालसम्म ज्वाइँले गरेर पस्नुपर्छ। सुख होस् दुःख होस् ज्वाइँले हामीलाई साथ दिएको हुन्छ। अनि ज्वाइँ आउँदाखेरि चाहिँ है अनुहार बटार्नु नपरोस् होइन, ज्वाइँ देख्दाखेरि चाहिँ कालै निलै अनुहार पार्नु नपरोस् होइन। देख्दा जहिले पनि देख्दा चाहिँ ज्वाइँ देख्दा चाहिँ यस्तो होस् कि अब नौनारी गरेर आओस् क्या खुसी लागेर, त्यो चाहिँ होइन नसा खुलेर चाहिँ नआओस् होइन होइन। देख्दा चाहिँ एकदम अब यस्तो भएर आओस् कि मेरो ज्वाइँ भन्दा चाहिँ अब सबै नौनारी गरेर अब ज्वाइँको सेवा गर्नु पाओस्, ज्वाइँ चाहिँ रिसाएर मेरो घरबाट नफर्कोस् भन्ने चाहिँ अब ज्वाइँले पनि बनाउनु पर्यो भविष्यमा होइन। एउटा अब तपाईँहरू त आज एउटा वैवाहिक जीवनमा बाँचिनुभयो यो परिवारसँग। तपाईँ त उहिले एउटा साथीको नाताले गोताले तपाईँहरू त एउटै परिवार हो होइन। घरको दैलो कतिवटा छ, झ्याल कतिवटा छ, कोठा कतिवटा छ सबै थाहा भएको होइन। यहाँको आनी बानी रहनसहन अब यति मात्रै हो है। एउटा जिम्मेवारी अब वैवाहिक जीवनमा तपाईँहरू गाँसिसकेपछि चाहिँ अब एउटा राम्रो जिम्मेवारी लिएर राम्रो गरेर होइन अगाडि बढेको राम्रो। माइतीहरू पनि खुसी हुन्छ, चेली बिहा भएर गएर चेलीले गरेर खाएको देख्दा माइती जहिले खुसी हुन्छ। अनि त्यसरी चाहिँ अब गरेर खानु होइन। तपाईँहरूलाई यही आशीर्वाद छ, यही आशीर्वाद दिनु सबै थुप्रेको हो, यही आशीर्वाद बधाईसँग दियो र यो चाहिँ मनमा राख्ने है। अनि जहिले पनि अब सानो कुरा हुन्छ के अरे दाउरा पनि नखुसिकन आगो बल्दैन रहेछ। जीवनमा हरेक उतार चढाउ आउँछ। सधैँ सुख मात्रै भयो भने किन हामी यो भूलोकमा आउनु, यो संसारमा आउने कामै छैन। यहाँ आएर दुःख पाउनुको लागि आएको, सुख पाउनुको लागि हो भने त मेरो संसारमा भहतारी नै पर्थेन। यहाँ भहतारी नै हिजो हामीले यहाँ काम बाँकी राखेको छौँ र यहाँ आएर त्यो काम गर्नुको लागि हामीले दुःख भोग्नुपर्छ। अनि जीवनमा हरेक उतार चढाउ हुन्छ है, त्यो उतार चढाउलाई काट्ने है। अब अहिलेको समयमा हिजो हाम्रो आमा बाउहरूले एउटा दुःख भोगेको थियो र दुःख गरेको थियो र उहाँले दुःख भोग्न सक्छ। अहिलेकोले दुःख भोगेको छैन र अलिअलि दुःख आयो भने सिरियस हुन्छ होइन, किनकि त्यो सङ्घर्ष गर्ने क्षमतै छैन। तर अब चाहिँ तपाईँहरूले अब एउटा डह्रो भएर तपाईँले जस्तो भुइँ बतास आदि तुफान आए पनि तपाईँले एउटा अटल भएर बसेर चाहिँ गरेर खानु पर्यो, राम्रो जिन्दगी जिउनु पर्यो। अनि त्यो कारणले गर्दा चाहिँ अब बुढाले बुढीको कुरा बुढीले बुढाको कुरा बुझ्नु पर्यो होइन। अनि सानो कुरा सानै कुरामा सक्नुपर्छ, ठुलो हुन दिनु हुँदैन है। आगो पनि ठिक्क बल्यो भने भात पाक्छ, धेरै आगो पनि बल्यो भने भात डढ्छ। त्यो कारणले गर्दा जिन्दगी चलाउनुको लागि पनि सबै कुरा मिलाएर चलाउनुपर्छ। छिटो पकाउनुको लागि आगो गटङ टङ हाल्दा पनि भात डढ्छ। तपाईँ सबै भान्सेहरू हो होइन। त्यो कारणले गर्दा जिन्दगी पनि एउटा स्थिर रूपमा हामीले चलाउनुपर्छ। त्यो कारणले हामीले गरेर खान्छौँ र अब यति नै हो मेरो सल्लाह सुझाउ। अब तपाईँले गरेर खानु अब रीत अनुसार अब तपाईँले बिदा पनि माग्नु हुँदैछ। अब तपाईँहरूलाई हामीले राख्नु पनि सक्दैनौँ होइन। अब तपाईँको पनि आफ्नो आफ्नो व्यवस्था काम हरेक होला होइन।
अनि त्यो कारणले गर्दा अब बिदा पनि दिने भइसकेको छ र अब छिनाफाना भन्छ है अब यो चिज चाहिँ अब एकदम गहिरो चिज हो चिन्तन गरेपछि मनन चिन्तन गर्दा चाहिँ एकदम गहिरो चिज हो होइन र अब आजबाट चाहिँ अब मामाले बोल्नु पऱ्यो यहाँ घरको चाहिँ हामीले बाट चाहिँ उता दियो भनेर होइन घरको ठुलो अनि त्यो कारणले गर्दा चाहिँ अब आजबाट चाहिँ यहाँ घरको एउटा देवी यो घरको गहना चाहिँ तपाईँहरूको हातमा सुम्पिँदैछौँ अब गहनालाई यो घरको देवीलाई तपाईँको लक्ष्मी बनाएर राख्नु चाहिँ हामीले चाहिँ देवी दिँदैछौँ लक्ष्मी बनाएर राख्नु चाहिँ तपाईँहरूको हातमा हामीले चाहिँ देवी मात्रै दिएको हाम्रो चाहिँ घरको होइन अहिलेसम्म हामीले पुजेको चेली अहिलेसम्म हामीले मानेको चेली अब आजसम्म हामीले पुजेको देवी चाहिँ तपाईँको घरमा पठाउँदैछौँ अब लक्ष्मी बनाएर तपाईँले अब राखिदिनुहोस् होइन र अब गरेर खानु त उहाँहरूको हो र अब आजबाट चाहिँ यो परिवारको थर गोत्रबाट अब हजुरहरूकोमा दिँदैछौँ अब हजुरहरूकोमा त अस्ति हालिसक्नुभयो होला होइन राखिसक्नुभयो होला तपाईँले लक्ष्मी बनाएर स्वीकारिसक्नुभयो होला तर पनि एउटा रीत अनुसार चाहिँ अब आज यहाँ परिवारबाट चाहिँ तपाईँको हातमा सुम्पिँदैछ आजदेखि अब तपाईँहरूले अब एउटा तपाईँको धर्म सब धर्मसित अब पालिदिने सुखमा दुःखमा जसरी हुन्छ तपाईँहरूले एउटा राखिदिने होइन अब हिजो बाउमाइतीको काखमा थियो बाउमाइतीको सुखमा थियो अब जाँदाखेरि के कसो भोग्ला के कसो होला अब त्यो चाहिँ अब हजुरहरूको एउटा परिवार हजुरहरूको एउटा घरमा हजुरहरूको वंशमा तपाईँहरूको वंशको लागि तपाईँहरूको सन्तानको लागि तपाईँहरूको वृद्धिको लागि होइन है तपाईँहरूको वंशमा है अब हामीलाई त घाटा छ हजुर हाम्रो एकजना घट्दैछ तपाईँहरूलाई बढ्दैछ होइन अन्त अब यो त रित हो अब यहाँको पनि छोरीले बुहारीले एउटा अर्कोबाट घट्छ भने यहाँ बढ्छ यो त एउटा चल्ने चक्र हो घुमिबस्ने त्यो कारणले गर्दाखेरि अब हामीले आज चाहिँ घरको देवी तपाईँहरूको हातमा पठाउँदैछौँ र अब तपाईँले लक्ष्मी बनाएर एउटा पूजा भएर अब पूजा गरेर राख्ने बनाइदिनुहोस् र लक्ष्मी जस्तो भएर पनि अब हाम्रो छोरी बस्छ यो घरको छोरी बस्छ भन्ने चाहिँ हामी पनि आशा राखेको छौँ होइन त्यसरी चाहिँ अब गरेर अब आज तपाईँलाई देख्दा जसरी हामीलाई खुसी हुन्छ भोलिसम्म पर्सिसम्म पनि त्यस्तै चाहिँ एउटा हाम्रो समय चलिन्जेलसम्म सम्बन्ध नातागोता सधैँ रहिरहोस् भन्दै यो मेरो सानो है एउटा गुरु हुनुको नाताले दुई शब्द बोलिदिनु भन्नुभएको कारणले गर्दा अब मेरो कुरा यति छ र अब अर्को हाम्रो यहाँ घरबाट घरको पक्षबाट यहाँको घरको देवी देवताले आजसम्म उहाँले दिनुभएको वरदान उहाँले दिनुभएको एउटा छोरी उहाँको एउटा खुन उहाँको रगत है आज हामीले अरूको घरमा पठाउँदैछौँ र अब यहाँको देवी देवता कुलकुलिनी मानेको आफ्नो घरको है आफ्नो इष्ट देवतालाई घरको एउटा बराबाउ है मिजाबाउले चाहिँ अब उहाँले भनेर अब आजदेखि चाहिँ हजुरहरूलाई अब जिम्मा दिनुहुन्छ अब त्यहाँदेखि उता चाहिँ हजुरहरूको जिम्मा भयो होइन र बत्ती टाउको दुखेको एउटा नानी भोलि त आकाश लगाएर दही त खानु हुँदैन दही माइग्रेन भनेर गनाउने कुरो अर्किन्छ भन्छ केही थिएन भन्नुलाई तर भन्ने बेलामा पुरै आउँदैन पुरा मनमा आउँछ यहाँ आउँदैन गर्दा आफ्नो पहिला टिका लाउनुपर्छ टिका लाउँदाखेरि छोरीलाई लगायो पछि छोरीलाई लगायो पहिला तिमीलाई ज्वाइँलाई लगाएर टिका लगाएर चाहिँ हामी यो गोत्रको मान्छे हौँ जात हो यो
यो गोत्री हो यो गोत्रको चेली तपाईँले गोत्र नाम घर सबै भनेर उहाँहरूको लागि जिम्मा दिए टिका लाग्छ गर्नुपर्छ। त्यो वार्ता दिनु अगाडि चाहिँ होइन गुरुदेवहरूलाई एकदम धन्यवाद। उहाँले धेरै राम्रो सुझाव दिनुभयो। हामीलाई एउटा संस्कार मगरको जातीय संस्कार पनि सिकाउनुभयो। अब दाजुले हामीले पहिलो मौका घरको शिर दाजु हुनुहुन्थ्यो यहाँको पिठोपट्टि परिवारको सबभन्दा छिटो अहिले बाउ सम्मान हुनुहुन्छ र अब पहिलो मौका उहाँलाई दिएको थिएँ। तथापि अब बाबा दाजुले अलिकति आपस कतिवटा समस्या अगाडि घरको बाबामाथि नै भार पऱ्यो है। त्यसले गर्दाखेरि बाग्दादा अगाडि चाहिँ एक दुईवटा म ज्वाइँ छोरीहरूलाई पनि सुझाव दिन चाहन्छु है। यस्तो हाम्रो फुल जस्तो छोरीलाई लानुहुँदैछ तपाईँले माला बनाएर तपाईँहरूलाई पनि हुनुहुन्छ। मेरो छोरी तपाईँहरूको छोरी नै भइनुपर्छ है। तपाईँहरूको छोरा भोलि दिनमा ज्वाइँ भएता पनि मेरो छोरा होस्। मगरको साइनोले त अब मगर हो भनेदेखि हाम्रो त जातको ज्वाइँ त एकदमै हाम्रो पुरै हुन्थ्यो है। तथापि मलाई के लाग्छ भने अब हाम्रो जातै ल्याएर हाम्रोमा कतिवटा कर्ममा मिलेन भने त्यो पनि अशुद्ध हुन्थ्यो। तर अहिले हामीलाई के खुसी छ भने जातै पाएको जस्तो लाग्छ। किनभने खानापाना मिलिरहेको छ है। एउटै भोजन शुद्ध भोजन र शाकाहारी भोजन खाने हुनाले जात मिले जस्तो लाग्छ। म अजात भन्छु, म भाषै नमिल्ने विचारै नमिल्ने है शब्दै नमिल्ने मान्छेलाई चाहिँ अजात भन्छु। र हामी अहिले नेपाली समाजमा गोर्खे समाजमा जतिजना हामी पानी चलाउ भएर हामी बसिरहेको छौँ। र म मेरो चाहिँ सोचाइले चाहिँ मैले त्यही जात भनेरै मुडी पनि राई ल्याएको हो। अब म यो हामी एकदम जाति नै छौँ, एउटै जात। त्यसलाई म कारण तपाईँलाई जात दण्ड पनि तिरेनौँ। त्यो जात दण्ड भनेको त्यसमा अलिकति धेरैवटा गहिरो नियम छ अघि दण्ड गरिनौँ। तपाईँ जातिमा हुनुहुन्छ, तपाईँ हामी दुइटै परिवारको खानपान मिल्ने है, बसी बसाइ रस मिल्ने, गान भजन पनि मिल्ने हुँदा त्यो एउटा गन्धर्व परिवार जस्तो हामी भएको छौँ र यसमै खुसी छौँ। र आज तपाईँहरूले है हाम्रो परिवारबाट एकजना छोरीलाई दिनु पाउँदा एकदम खुसी छु। तपाईँहरूले राख्नुहुन्छ छोरी ज्वाइँलाई छोरा ज्वाइँलाई भन्छु एउटा उखान छ नि हामी गोर्खेहरूको पाले पुण्य है पाले पाप त्यो भन्ने छ। त्यसरी हामीले चाहिँ बिदा दिनेछौँ र बागदले दिनु अगाडि हामी उहाँलाई टिका है एउटा बिदाबारीको टिका गर्नेछौँ है। अनि यसको निम्ति पहिलो त गुरुदेवको हातबाट टिका लाउनु पाए चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। त्यही म नानी बुहारीले सुनिराख्नुपर्छ राम्रो। अब त जम्मै माया म चाहिँ बाबुआमाको काका सन्तानको जिम्मा हाड खुट्टी सबै तिम्रो जिम्मा। अब यो चाहिँ परम्परा सोच्नुपर्छ। बागदाता भन्ने कुरो चाहिँ त्यो हजुर। अब हाम्रो दसैँमा बागदाता भन्छौँ। तामाङ समुदायले चारधाम भन्छ। अब यो अरू अन्य उयोहरूको सयमुन्द्री भन्छ। यो बागदाता यो चाहिँ कारण किनभने बाबुआमाले जन्म दियो, कर्म गरेर अब यत्रो हुर्कायो, बढायो, 10 दारा दुध खायो। आमाको एउटा दुधौली नियम, दुधौली पाप कटनी त्यो सबै हामीले उयो गरेर सबै कुरो हामीले अगाडि यहाँनिर बढाएर चाहिँ यो चाहिँ अब हाम्रो नाति बुहारीको हाडमा बाबुआमाको हाडमा तुम्बापुको हाडमा दिएको छ। छोरी चाहिँ शरीर मात्रै दिएको, माया चाहिँ दिएको छैन नि। फेरि माया चाहिँ बाउ माइतीकोमा भर परेको छ होइन। छोरी चाहिँ शरीरले मात्रै दिएको, माया चाहिँ माइतीले बोकेरै राखेको छ। अब ज्वाइँले भोलिको दिन सुखमा राख्यो भने त्यो माया ज्वाइँले पनि पाउँछ, सुखमा राखेन भने चाहिँ फेरि माया चाहिँ माइतीकोमै छ नि फेरि है। माइतीको हातमा छ माया चाहिँ है। भने माया पनि दियो भने त भने हेलाइ होचो हुन्छ नि होइन। मामाले चाहिँ थर गोत्र भनेर भन्नु पर्यो।
टिका लगाएर चाहिँ ज्वाइँलाई छोरीलाई लाउँदा होइन छोरीलाई पनि अब दिँदैछु छोरीलाई पनि अब ब्रह्मा मुरारी क्रान्तकारी भानुषी भूमि सुखोदस्य गुरुत्व शनि राहु केतु सर्वे ग्रह शान्तिकर भवन्तु। ब्रह्मा मुरारी क्रान्तकारी भानुषी भूमि सुखोदस्य गुरुत्व शनि राहु केतु सर्वे ग्रह शान्तिकर भवन्तु। मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनुहरि। अब बागदान परिवार हामी गुरुदेव र आमाबाट त्यो टिका लगाइसक्यौँ र हामी त्यस पछाडि चाहिँ परिवारले एक टिका लगाएर उहाँहरू बिदा दिनेछौँ। माइक बाउमाइतीले चाहिन्छ बागदान भनिदियो बाटो भन्छ नि त्यहाँदेखि चाहिँ त्यहाँदेखि एउटा भूमिका बाँधेको ए प्रोग्राम त बताउनु पऱ्यो नि यसो गर भन्नु हामी यहाँ मगर पिठाकोटे देउनाउने गोत्र उद्धम शाखा हाम्रो शिष्यता एकदम उता के भइहाल्छ स्थान सात ताल पोखरी र त्यहाँबाट जन्म भएर कति भएर हामी यहाँ अहिले पाबोङ वैद्य गाउँ कालिम्पोङको क्षेत्रमा छौँ र आज हाम्रो कुल पितृ सम्पूर्ण परिवारमा यो मङ्गर पिठाकोटे परिवारमा म दिपक थापा यता मोती थापा उहाँहरूको हाम्रो परिवारमा जन्म लिएकी छोरी प्रकृति थापा पिठाकोटे मङ्गर देउनाको उद्धव शाखा आजसम्म थियो र आजदेखि चाहिँ हामीले कुल पितृलाई पनि सम्झेर देवी देवता यहाँको सबै हाम्रो साई शिव हाम्रो पर देवी देव नागेश्वर देवता अनि हाम्रो पर हाम्रो आफ्नो देवी सिंहदेवी र सबै वरि क्षेत्रीय देवी देवताहरूलाई सम्झिँदै र आजको दिनदेखि मेरो सुपुत्री अनि उता दार्जिलिङ निवासी रङबोलका सुब्बा परिवारमा हुनुहुन्छ उहाँको थर काशी गोत्र सोचेको है के थर हुनुहुन्छ भने काशी गोत्र काशी गोत्र कल्याण सुब्बाज्यूको छोरा उहाँ तपाईँको छोरा चाहिँ उहाँको सुपुत्र श्री अभिषेक सुब्बा हगि के भन्नुभयो अरे के काशी गोत्रलाई आजदेखि हामी सम्पूर्ण परिवारको पक्षबाट सबै परिवारको परिपञ्चको सामुन्नेमा म मेरो परिवार पक्षबाट यहाँलाई हामी कुल पितृको स्थानबाट पनि आजदेखि हामीले लिएर उहाँहरूको कुलमा पसार्दैछौँ है। हाम्रो कुलबाट चाहिँ उहाँको कुलमा जान्छ भनिकन म एकदमै ज्वाइँलाई म मेरो छोरीको हात त्यहाँदेखि आज दिँदैछु है। कुलपितृबाट उनले पनि बिदा दिन्छ है। कुलपितृ पनि नछोडियोस्। अनि कुलपितृले खोज्न खोजोस् भन्यो भोलि दिनमा छोरी छैन भने चाहिँ कुलपितृ पनि बोल्नुपर्छ। मतलब हामीले अर्को गोत्रमा सारेको छौँ किनभने भडा सरेको हुन्छ त्यसले गर्दा त्योबाट भन्नु खोजेको मैले अब एक दिन दुई दिन तिन दिन मैले चाहिँ एक दिन दुई दिन तिन लाई ज्वाइँलाई दिन्छौँ। ज्वाइँको घरमा राम्रो गरी खानु सबै सासु ससुरा मान्ने गर्नु आफ्नो श्रीमानलाई मान्नु र मेरो आजदेखि तिमीलाई सुब्बा
यो हाम्रो जिन्दगीको हो ठुलो घरमा थोड़ा जिम्मेदारी छु कुरो हो यो। जुनै अब हामीलाई केम लाग्यो हामी चाहिँ झन् त्यो चुलाबाट उयो गरी बनाउनु पर्छ सबै एउटै हो नि रीति सबैको के गर्नु यो चाहिँ हो सबभन्दा ठुलो जिम्मेवारी हो लाई चाहिँ आज जिम्मेवारी निभाउनु चाहिँ अब तपाईँको जिम्मामा छोराबुहारी राम्रोसँग गरी खाने बस्ने मिलेर बस्ने अब त्यति मुख लाग्दैन नि त। त्यति पनि धन्यवाद नानी म उसलाई दिएर खुवाउँछु धेरै धेरै फोटो खिच्दैन फोटो गर्दैन कस्तो मजा लाग्छ फोटो खिच्दैन न फोटो खिच्दैन न अहिले बोल्नु मैले जानेर बाहिर कस्तो ठिकै हो त राईको त झन् कडा छ दसैँमा पनि छोरी नै नथ्यो अझै पनि हाम्रै छ भन्दा तानतुन गऱ्यो माइतीमा आउँदा चाहिँ अधिकार छोरीलाई नै हो छोरीलाई दिएरै अझ के भन्दाखेरि जुत्ता छ भने खुट्टा छ भन्ने देखिन्छ नि छिटो लाग्छ उयो पर हाम्रो उयो छ कि होइन त्यो चाहिँ अब पुरा उसको त र भएको नि डिस्ट्रिक्टभरि नै उसको सर्टिफिकेट छ केटाउरी त एकदम राम्रो गर्छ यस्तो मानिसहरू यो जिप्रोको भयो यस्तो ब्लक हुन्छ अहिले चाहिँ एकदमै राम्रो लाग्छ अब यो लक छैन अब ढिलो भयो नि अब पुरानो भयो अलिक निकै फेरि अलिक एज पनि बेसी भयो त्यसले गर्दाखेरि हाम्रो उमेरले चाहिँ खिच्दो रहेछ अन्त रोग हिँड्नु काकी तेल सकिएछ उता लाने दियो
होइन अहिले निकाल्दा बलेको हुनु पऱ्यो नि त अनि ए माइजू दुईवटा सलेदो पनि बनाउनु पऱ्यो सर दुईवटा बनाइदिनु न मभन्दा 4 महिना जेठो रहेछ म तिरसीमै हिँड्दैछु तपाईँले साउनदेखि ग्यासमा हिँड्नु भएको रहेछ म साउन भदौ असोज काटी म काम म हिजो सोधौँ भने के गर्नु अब हाम्रो केही लाग्दैन नि खालि यो बोली छ र मात्रै हो उहाँ चाहिँ जेठो हजुर हिजो मलाई माङको आएको थियो तपाईँलाई हेलो हेलो हजुर भर्खर अब बिदाको कार्यक्रम चल्दैछ